मलाई एउटा आमाले चाहिँ कसरी सहन सके कि भनेर भन्नुभयो होइन। आज वैशाख 11 गते शुक्रबारदेखि बहुप्रतीक्षित नेपाली चलचित्र परालको आगो देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। सुशील पोखरेलद्वारा निर्मित तथा लक्ष्मण सुनारद्वारा निर्देशित यो फिल्म आजदेखि सोलो प्रदर्शनमा आएको हो। यो फिल्म आधुनिक कथाका प्रणेता मानिने गुरूप्रसाद मैनालीको नासो कथा संग्रहमा संग्रहित परालको आगो कथाबाट प्रेरित भएर फिल्म बनेको हो। गुरूप्रसाद मैनालीको नासो कथा संग्रहमा संग्रहित कथा परालको आगो स्कुले जीवनमा नपर्ने अथवा नसुन्ने नेपाली सायद नै हुनुहुन्छ होला। श्रीमान श्रीमतीको झगडामा आधारित यो कथामा नाटकदेखि फिल्मसम्म बनेका छन्। 45 वर्ष अघि निर्देशक प्रताप सुब्बाले उक्त कथामा फिल्म परालको आगो बनाइसकेका थिए। अहिले आएर पुनः एकपटक यही नाम राखेर नयाँ फिल्म बनाइएको हो। पछिल्ला केही सातादेखि व्यापारिक प्रचार प्रसारमा रहेको यो फिल्मले यस क्रममा सार्वजनिक भएका गीतदेखि ट्रेलर मार्फत दर्शकमा राम्रो हाइप बनाएको छ। यसबाहेक सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा सहितको बलियो स्टार कास्टका कारण यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ। यो फिल्मलाई देशभरका सिनेमा हलहरूले राम्रो सो उपलब्ध गराएको छ। यद्यपि यो फिल्मको अबको सबैभन्दा ठूलो चुनौती भने सिनेमा हलहरूबाट प्राप्त सोलाई अकुपेन्सीमा बदल्नु हो। यसका लागि फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया पाउनु पर्नेछ। आज शुक्रबारको एकल प्रदर्शन तथा शनिबार र आइतबारको सार्वजनिक विदाका कारण यो फिल्मले व्यावसायिक रूपमा सफल हुने अनुकूल परिस्थिति बनेको छ। यो फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सृजना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु नेउपाने, मञ्जिला बानिया आदि कलाकारहरूले अभिनय गरेका छन्। हरिओम सिनेमेकर्सको ब्यानरमा बनेको यो फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद, संकल्प भुजेलको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, किरण तुलाधरको पार्श्व संगीत तथा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत यो फिल्ममा समावेश रहेको छ। यो फिल्मलाई आरआर फिल्म्सले वितरण गरेको छ भने ओएसआर डिजिटलले डिजिटल अधिकार लिएको छ। आज शुक्रबार पारेर रिलिज भएको उक्त चलचित्रले दर्शकहरूबाट कस्तो प्रतिक्रिया पाएको छ, आउनुहोस् एकपटक यो रिपोर्टलाई हेरौं। हजुरले सँगै मुभी हेर्छ, हजुर भन्नु न फर्स्ट दर्शक हाम्रो भाउजूलाई रियल गाउँथलीलाई सोधौँ न कस्तो प्रतिक्रिया पाउनु। एक्सक्युज म रियल चामी चाहिँ हैन फेरि। ओके प्लिज। एकदमै राम्रो लाग्यो। आँखाभरि आँसु देखिरहेछ है। म फेरि स्क्रिनमा गौँथली आयो कि रुन सुरु भइहाल्यो क्या। सो मैले यति धेरै चाहिँ आफ्नो मुभीहरू फर्स्ट टाइमै हो सँगै हेरेको, किनभने अलिकति पारिवारिक फिल्म पनि छ र विशेष गरेर यो फिल्मले नै श्रीमान श्रीमतीको सम्बन्ध, यसको इमोसनको ग्राफहरूलाई जोडेको भएर मैले चाहिँ यो हामी सँगै बसेर मेरो फिल्म हेरेको चाहिँ मैले लगभग 7-8वटा फिल्म गरिसकेँ मेरो करियरमा चाहिँ। सो सँगै बसेर हेरेको चाहिँ पहिलो फिल्म नै होला। मैले कहिले पनि उसलाई आफ्नो फिल्म देखाउँदैन, कहिले हेऱ्यौ भनेर सोद्धा पनि सोध्दिनँ। सो यो फिल्म चाहिँ सँगै बसेर हेर्नुपर्छ जस्तो लाग्यो मलाई चाहिँ। सो मैले आज फर्स्ट सो नै आफै टिकट काटेर हामी आएर हेऱ्यौँ। ऊ चाहिँ सेकेन्ड हाफमा त कन्टिन्यू नै रोई नै गर्यो लगभग। गौँथली स्क्रिनमा आयो कि ऊ रुन सुरु भइहाल्यो। सो एकदमै इन्जोय गर्यो जस्तो लाग्यो मलाई। के कुरा परालको आगो गर्ने बेलामा मम्मीको पुरानो चलचित्रहरू हेर्नु भयो कि भएन तपाईँले? हेरिएन, ममा मेन्टर होइन, आफै टाइममा डायलग पढ्दा यसो आइहाल्थ्यो नि, देखिहाल्थ्यो। हुन्छ नि यो अहिले आफैले हेरिरहँदाखेरि चलचित्रमा केही झलकहरू अलिअलि हेरिरहँदाखेरि पनि मैले राम्रो काम गरेँ भने आफै भित्रबाट सन्तुष्टि छ कि छैन तपाईँलाई? मलाई जज चाहिँ गर्न आउँदैन, तर एउटा इन्टुइटिभ भाइब चाहिँ आउँछ सधैँ। सो राम्रो कथा, मौलिक कथा बोकेको हुनाले चाहिँ मनमा बस्छ भन्ने चाहिँ आशा। पहिला मुभी प्रिमियर गरेर अनि त्यसपछि रेस्पोन्स कस्तो आउँछ भन्ने थाहा हुन्थ्यो, तर यसपालि चाहिँ हेरेको छैन। यसपालि चाहिँ रेस्पोन्सले नै मैले मुभीको अपेक्षा लिएर गइरहेको छु। सो सबैको आँखा टिलटिल देख्दा चाहिँ गाउँथली चाहिँ मनमा बस्न सफल भएको। एकदमै टच हुने त्यस्तो केही भन्नुभयो अहिले फर्स्ट सोमा? मलाई एउटा आमाले चाहिँ कसरी सहन सके कि भनेर भन्नुभयो होइन। सो आई थिङ्क त्यतिले नै मलाई मन पुग्यो। त्यस्तो टच हुने कमेन्टहरू? कमेन्ट त म ठ्याक्कै सकिने बेलामा फेरि बाहिर एकछिन फ्रेस हुनलाई निस्केँ, अनि त्यही भएर ठ्याक्कै फर्स्ट कमेन्ट चाहिँ लिन पाइनँ। तर हाम्रो साइडमा बस्नु भएको एकजना पुरुष चाहिँ रोइरहनु भएको थियो। बिन्दुले हेर्नु त रोइरहेछ भनेर यसो हेरेको, उहाँ आवाज नै निस्किने गरी रोइरहनु भएको थियो। त्यो चाहिँ मलाई लास्टको सिनमा अनि मलाई चाहिँ मान्छेहरूलाई चाहिँ छोएछ चलचित्रले भने जस्तो चाहिँ लाग्यो।
सो म त उसलाई भुलाउँदै त्यो रियाक्सनहरू हेर्नै पाएन कि हजुरले चाहिँ कुनै दिन प्रकाशीलाई चामेको रूपमा देख्नु भएको छ कि छैन? मलाई त एकदम मन पर्यो चामे होइन फर्स्टमा जसरी रिसाउनु भए पनि होइन तर लास्टमा चाहिँ कस्तो माया गर्नुभयो कस्तो मजाले फकाउनु भयो होइन तर सबैजना चामे जस्तै नै भइदियो हुन्थ्यो जस्तो लाग्छ होइन सुरुमा चाहिँ अब मिसअन्डरस्ट्यान्डिङ हुन्छ नि त नबुझे पनि होइन अनम्याच्योरको बेलामा जे जस्तो भए पनि एक टाइमपछि चाहिँ ऊ आफ्नो गल्ती रियलाइज गरेर जसरी आफ्नो वाइफलाई मनायो होइन त्यो सबै कुरा चाहिँ कस्तो ब्युटिफुल्ली प्रेजेन्ट गर्नुभएको छ क्या हाँस्न पनि पाइन्छ रुन पनि पाइन्छ होइन तर चामेको जस्तै माया नि हुनुपर्छ नेगेटिभ मात्र होइन पोजिटिभ वेबाट पनि हेर्नुपर्छ जस्तो लाग्छ मलाई सुरुमा चाहिँ मलाई जति पछाडि स्क्रिनमा जति उहाँको प्रेजेन्स एउटा गौँथलीकै रूपमा देखिएको छ सो उहाँको भनौँ न उहाँले गाउँमा गएर त्यो किसिमको जीवन नबाँचेको उहाँको भाषा पनि भनौँ न अलिकति यताको भएको हुनाले चाहिँ अलिकति डाउट चाहिँ मलाई लागिरहेको थियो मनमा कता कता तर उहाँले एकदम पर्फेक्टली कुनै एङ्गलबाट पनि त्यो यताको उहाँको प्रोनाउन्सिएसन होस् उहाँको फिलिङ्स होस् अथवा उहाँले फिजिकल्ली गरेका गाउँमा गरेका एक्टिभिटिजहरू त्यो सबै कुराहरूले चाहिँ मलाई लाग्छ उहाँले गौँथली भन्दा बाहिर जानुभएको छैन एकदमै राम्रो देखिएको छ अब पक्कै अब एउटा लेजेन्डको परिवारमा हुनुको फाइदा र बेफाइदा त्यही नै हो कि कम्पेरिजन पनि भइहाल्छ होइन अनि लागिहाल्छ अनि त्यसपछि राम्रो पनि हुन्छ कि उहाँहरूलाई सजिलो पनि हुन्छ काम गर्नलाई र एट द सेम टाइम फेरि त्यो कम्पेरिजन चाहिँ हुन्छ नै झर्ना दिदीको आफ्नो खालको इतिहास छ योगदान छ होइन अब यो नयाँ पुस्ता भएको हुनाले मलाई लाग्छ गौँथलीहरू मार्फत चाहिँ स्वाना थापाहरूले अझै नयाँ कथाहरूलाई हाम्रो समयलाई रिप्रेजेन्ट गरिरहनु भएको हुन्छ सो एज एन एक्टर दुईजनालाई छुट्याएरै हेर्नुपर्छ जस्तो लाग्छ होइन झर्ना दिदीको समयमा आफ्नो खालको कथाहरू उहाँले बोक्नुभयो आफ्नो मेहनत गर्नुभयो आफ्नो योगदान दिनुभयो अब स्वाना थापाहरूले पनि त्यहाँबाट निस्किएर फेरि नयाँ कथाहरू नयाँ योगदान दिनुहुन्छ नेपाली सिने क्षेत्रको लागि जस्तो लाग्छ मलाई अनि मामुरो रुँदै हुनुहुन्थ्यो के भन्नुभयो त हजुरले हुन्छ यता हाम्रो सानो भदै नै हुनुहुन्छ है कस्तो लागिरहेछ आज राम्रो लागिरहेछ के भन्नुभयो दर्शकहरूले ए भर्खर फुपूलाई के भन्नुहुन्छ फुपूसँगै हुनुहुन्छ है ट्रेलरमा त फुपू नमर्नु है भन्दै हुनुहुन्थ्यो है कस्तो गरेछ उसले सानो नानीले चाहिँ अभिनय हेर्दाखेरि चाहिँ होइन एकदमै राम्रो देखिएको छ जस्तो कथालाई चाहिँ लिफ्ट अप गर्ने काम चाहिँ ट्रेलर आएपछि पनि फुपू र भदिनीको सम्बन्धहरूलाई चाहिँ एकदम राम्रो तरिकाले धेरैजनाले इङ्गेज अथवा के रिलेट गर्नुभएको थियो र अहिले हेर्दा मलाई गाउँको एउटा नोस्टाल्जिक फिल पनि भयो किनभने एउटा घरमा चाहिँ दाइको बिहे भइसकेको हुन्छ बच्चा जन्मिया हुन्छ अनि बहिनीको बिहे हुँदैन अनि त्यो बच्चा र फुपू बिचको सम्बन्ध यस्तो राम्रो हुन्छ कि हामी पनि बच्चामा फुपूको घरमा जाने फुपू आउनु भएको छ अरे भनेपछि कस्तो खुसी लाग्थ्यो होइन त्यो एउटा फुपू र भदिनी बिचको सम्बन्धलाई चाहिँ यस्तो मिठो गरी देखाएको छ र जुन उद्देश्यका साथ सिनेमा निर्माण गरिएको छ जुन विषयलाई देखाउन खोजिएको छ त्यो विषयलाई चाहिँ फुपू र भदिनीको एउटा बन्डिङले अथवा उसले फुपूलाई गर्ने प्रश्नहरूले चाहिँ त्यो विषयलाई अझै बढी झल्काएको छ कि सो एकदमै राम्रो गरेको छ उसले पनि